धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ र काठमाडौँका मेयर बालेन शाह साथै अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङबीच विवाद बढेको छ। कुनै समय तीनै जनाको राम्रो सम्बन्ध रहे पनि पछिल्लो दिनहरूमा यी तीनजना बीच सम्बन्ध चिसिएको हर्क साम्पाङको स्ट्याटसले स्पष्ट देखाएको छ। उनले बालेन शाहलाई लक्षित गर्दै यस्तो स्ट्याटस लेख्छन्। जीएनजीलाई उचाल्नु, 74 जना मरेपछि पनि सबै संरचना खरानी बन्दा पनि बाहिर नआउनु, अन्तरिम सरकारको क्रम उसैको सिफारिसमा बन्नु, मन्त्रीमण्डल उसैको सिफारिस अनुसार बन्नु जस्ता प्रमाणले के सङ्केत गर्दछ भनेर प्रश्न सोधेका छन्। त्यस्तै गरी कुलमान घिसिङलाई पनि बार स्ट्याटस मार्फत यस्तो लेखेका छन्। उनी लेख्छन्, सत्य कुरा बोल्दा रिसाउनुहुन्न, तर कुलमानजी ऊर्जा मन्त्री भएदेखि निकै लान जान थाल्या छ, नपत्याए धरानेलाई सोध्नु। त्यसै कारण पनि यी तीनजना बीच सम्बन्ध चिसिएको स्पष्ट देखिएको छ। दर्शकवृन्द, तपाईहरू यी तीनजना मध्ये कसलाई सपोर्ट गर्न चाहनुहुन्छ तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र यो भिडियो तथा जानकारी मन परेमा भिडियोलाई लाइक, सेयर र तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला।